सिद्धपोखरी भक्तपुरको सबैभन्दा व्यस्त पोखरीहरूमध्ये एक हो। तापुखु पनि भनिने यस सिद्धपोखरी, जसको शाब्दिक अर्थ ठुलो पोखरी हो। ता र पुखु शब्द नेवारी शब्दहरू हुन्, जसको अर्थ क्रमशः ठुलो र पोखरी हो। यो कुण्डको लम्बाइ 171 मिटर, चौडाइ 73 मिटर र गहिराई लगभग 3 मिटर रहेको छ। राजा इन्द्रजितले बनाएका यस पोखरीलाई इन्द्रदह पनि भनिन्छ। यद्यपि यस पोखरीको नाम इन्द्रदह राख्नुको सम्बन्धमा अर्को खोज पनि रहेको छ। प्रत्येक वर्ष यन्या पुन्ही इन्द्रजात्राको समयमा इन्द्रायणीको मूर्ति यहाँ ल्याएर राखिन्छ। त्यसैगरी त्यस दिन पोखरीलाई तेलको बत्तीले सजाइन्छ। यस्तो देखिन्छ कि भक्तपुरमा त्यस रात सिद्ध पोखरी भन्दा सुन्दर ठाउँ अरू छैन। मानिसहरूले इन्द्रायणीको मूर्तिको पूजा गर्नुअघि सिद्ध पोखरीमा स्नान गर्थे। सिद्ध पोखरी नेपालको सांस्कृतिक धरोहर हो र यसले भक्तपुरको गौरवशाली इतिहासलाई समेटेको छ। पोखरीको चारै कुनामा पाटीहरू रहेका छन्, जहाँ मानिसहरू आराम गर्ने अनि पूजाआजा गरेपछि खाजा खानको लागि बस्ने स्थान पनि बनेको छ। यो ऐतिहासिक स्थानमा अहिले भने प्रति व्यक्ति 100 रुपियाँ लिएर डुङ्गा सवार गर्ने व्यवस्था पनि गरिएको छ।